गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड ह्याप्पी विजयादशमी 2082 सबैजनालाई। आज चाहिँ म खसीको पोक्कु बनाउन गइरहेको छु। यो खासमा चाहिँ फलमासुले मात्र बन्थ्यो, त्यही भएर फलमासु मात्र भएको चाहिँ नपाएको कारणले चाहिँ 4 किलो जति मटन लिएर आएर हड्डी जति सबै छानेर फालेर अनि यहाँ सायद 2.5 किलो जति भयो होला। यहाँ फलमासु मात्र निकाले हम हेर्न आउनुहोस् तपाईँ पनि। Oh, looks so yummy. यो चाहिँ अब भर्खरै प्याज हालेर भुटिरहेको अवस्था हो। अब यसलाई आधी घन्टासम्म यत्तिकै सानो आगोमा भुटिरहने अनि त्यसपछि छोपेर फेरि हामी भुट्नेछौँ। यो त भयो, यता मासु बनिरह। अनि यता चाहिँ हाम्रो अनि यो चाहिँ चटपटको लागि हामी सबैको वाइ होइन। यो चाहिँ नेपाली पसलमा किन्न पाइन्छ, जापानमा पनि। अनि त्यस्तै गरी यो भुजा भयो। अनि नेपाली दालमोट, आई लभ नेपाल दालमोट होइन। यो चाहिँ अब अहिले भाइ बुहारीहरू आउँछन् चटपट, त्यसको लागि चाहिँ रेडी मात्र बनाएर राखेको। अहिले बनायो भने ओसिन्छ, त्यही भएर यो चाहिँ जुम्बी भयो। त्यस्तै गरी अर्को यता चाहिँ हाम्रो स्पेसल पापड, यो पनि मैले भर्खरै नेपाली पसलबाट लिएर आएको। अलिकति यहाँ चाहिँ कुराहरू राखिसकेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो फुकुओकामा चाहिँ यो नेपाली हलाल चाहिँ म चाहिँ देवराज दाईकोमा धेरै जस्तो जान्छु। मिनी मिनी नेपाल भन्नेमा चाहिँ धेरै जस्तो सामान लिएर आउँछु। त्यहाँ चाहिँ एकदमै सस्तो र आफूलाई मनलाग्दो मिठो हलाल सामानहरू पाइन्छ। तपाईँहरू पनि जानु होला, देवराज दाईलाई खुसी पार्नु होला। ओके, अब यो चाहिँ यतिसम्म भएपछि यसलाई चाहिँ छोपेर पकाउँदाखेरि चाहिँ यसको चाहिँ स्पेसिफिक ढकना नभएको कारणले चाहिँ हामीले चाहिँ फ्राई प्यानको ढकनाले अब यसलाई चाहिँ 20 मिनटसम्म एकचोटि ढकना उठाउँदै छोप्दै चलाउँदै गरिरहनुपर्छ। 15 मिनट जति भयो यहाँ चलाउँदै छोप्दै गरेको। अब चाहिँ बिस्तारै पानी सुकेर मसला पाक्दैछ। अब यो तेलले चाहिँ मासु छोड्यो भने पाक्दै आउँछ। त्यसपछि चाहिँ हल्का माथिबाट मसला हालेर हामी फेरि एकछिन चलाउँछौँ। अहिले चाहिँ मलाई पाकिरहेको छैन, यसलाई चाहिँ अझै छोपेर अझै 5 मिनट जति छोपेर राख्नेछौँ। अब चाहिँ यो मासु चाहिँ पहिले म्याग्नेट गरेको भएर अलिअलि मसला पहिले हालेँ, त्यही भएर अहिले चाहिँ लास्टको माथिबाट कुटेको मसलाहरू थोरै रातो खुर्सानी मैले हालेर अब चाहिँ यसलाई ढकना नलगाइकन अब भुट्नेछौँ। यो ढकना नलगाइकन भुटेर अनि पाकिसकेपछि चाहिँ माथिबाट आफ्नो स्वादअनुसारको धनिया, अनि मैले चाहिँ धनिया र हरियो खुर्सानी काटेर माथिबाट हालेर त्यसपछि खाने विचारमा छु। यो चाहिँ अझै अब चाहिँ ढकना खोलेर 5-10 मिनट अझै हामी पकाउनेछौँ। ओके, अब चाहिँ हाम्रो ढकना खोलेर पकाएको पनि 5-7 मिनट भयो। यो चाहिँ अब तपाईँ देख्न सक्नुहुन्छ मासु तेल पुरै छुट्टिसक्यो, मसलाहरू मासुहरू छुट्टिन लागिसक्यो। अब चाहिँ हाम्रो मासु पाक्यो। अब चाहिँ माथिबाट धनिया हालेर हामी खानेछौँ है त। धन्यवाद सबैजनालाई। सबैले सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद, लाइक पनि गर्नु होला। थ्याङ्क यू। ल गाइज, हाम्रो चाहिँ पक्कु रेडी भयो। आज चाहिँ हामीले पक्कुलाई भुजासँग लिन गइरहेको छौँ। यसरी पनि पक्कुलाई खान सकिन्छ। ओके, थ्याङ्क यू।